नमस्कार, यो रिभर सिटी मार्केट हो। यो तपाईको अस्टिनको डाउनटाउनबाट नजिकै रहेको छ। अस्टिनको डाउनटाउन यहाँबाट वाकिङ डिस्टेन्स 5 to 10 मिनट छ। यहाँ दुईटा बाटोबाट जताबाट पनि जान सकिन्छ र आउन पनि सकिन्छ यो स्टोरमा। नेपाली व्यवसायीहरूले अस्टिनको डाउनटाउनमा यो नयाँ स्टोर सञ्चालन गर्नुभएको छ। विगत लामो समयदेखि अस्टिनमा बस्दै आउनुभएका नेपाली उद्यमीहरूको यो एउटा थप ग्रोसरी स्टोर रहेको छ। अमेरिकामा धेरै नेपालीहरूले उद्यमशीलता गरिरहेका छन्। त्यसैको एउटा यो उदाहरण पनि हुनसक्छ। यो अस्टिन टेक्ससको राजधानी अस्टिनको पनि मुटु डाउनटाउनबाट जम्माजम्मी 5 देखि 10 मिनटको दूरीमा रहेको यो ग्रोसरी स्टोरमा स्पेसल के छ त, यहाँ के राख्नु भएको छ त भन्ने बारे म तपाईहरुलाई भित्र पनि लिएर जान चाहन्छु। यो चाहिँ 2209 साउथ कङ्ग्रेस एभिन्यूमा अवस्थित रहेको छ। यहाँ विशेष गरी भित्र र बाहिर दुवै ठाउँमा बसेर बियर, वाइनदेखि अन्य खानेकुराहरू खान मिल्ने लाइसेन्स दिनुभएको छ। यहाँ नेपाली बियर पनि पाइन्छ, 12 सिङे बियर। यहाँ फ्रेस टाकुहरू, बेकरी आइटमहरू, कफीहरू, सोडा, केक, स्न्याक्स आइटमहरू, धेरै थरीका तपाईँको टोबाको, सिगरेट लगायत चकलेटहरू, सायद यो डाउनटाउनको वरिपरि नभएका चकलेटहरू पनि यहाँ उहाँहरूले राख्नु भएको छ। यो लोकलदेखि इम्पोर्टेड सम्पूर्ण बियर, वाइनहरू रहेका छन्। बियर यहाँ धेरै भेराइटीको देखिन सकिन्छ, साथै वाइन पनि। वाइन चाहिँ विशेष गरी फ्लेभर हामी भन्नुपर्दाखेरि कुन फ्लेभर मानौँ फलफुलबाट भनौँ न, कुन जुसबाट बनेको छ त्यो अनुसारको नाम यहाँ रहने गर्छ प्राय यो वाइनहरूमा चाहिँ। यो स्टोरमा तपाईँको विश्वका 50 भन्दा बढी देशको वाइनहरू पाइन्छ। यो स्पार्कलिङ वाइन, घरेसी सामानहरू, टिएससीहरू, क्यान्डीहरू, कफी। यहाँ नेपाली कफी पनि पाइन्थ्यो, अहिले अर्डर गर्नुभएको छ भन्ने जानकारी माग्छ। तपाईँको इनर्जी ड्रिङ्क्सहरू, दुधहरू, सबै चिजहरू एकै ठाउँमा पाइने यो स्टोर नेपाली व्यवसायीहरूले सञ्चालन गर्नुभएको, भर्खर सञ्चालनमा आएको। तपाईहरु पनि अस्टिन नजिकै हुनुहुन्छ या अस्टिन आउने तर्खर गर्दै हुनुहुन्छ या अस्टिनको डाउनटाउनमा हुनुहुन्छ, नजिकै हुनुहुन्छ भने एकचोटि यहाँ अवश्य आउनु होला। र हाम्रो फेसबुक पेज, इन्स्टाग्राम, टिकटकमा लाइक, फलो, सेयर गर्नु होला भन्ने अनुरोध गर्न चाहन्छु। यसको नाम रिभर सिटी मार्केट। यो डाउनटाउन अस्टिनको नजिकै छ। यहाँको स्पेसल ग्रोसरी, बियर, वाइन, कफी, डेली क्या। त्यसैले तपाईहरुको रोजाइको स्पोर्ट पनि बन्न सक्छ।
यो चाहिँ यो क्षेत्रको कम्युनिटीलाई आधार बनाएर सञ्चालन भएको छ। यो कम्युनिटीहरू यहाँ निकै राम्रो छ। यो भिआइपी एरिया पनि हो। ल मेरो भिडियो सुनिदिनु भयो, हेरिदिनु भयो, तपाईँहरूलाई धेरै धेरै धन्यवाद। कुन ठाउँबाट हेर्दै हुनुहुन्छ तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ र केही सुझाव सल्लाह छ भने यो भिडियो हेरेर दिन पनि सक्नुहुन्छ। भन्दै सबैलाई धन्यवाद।